वेलकम छ सबैजनालाई मेरो मिनी भ्लगमा। हामी चाहिँ आज यसरी कहाँ आएको रे साथीहरू? प्याराताल पिकनिक आएको है समूहबाट। यसरी हामी चाहिँ मान्छे मात्र राम्री भएर भएन, खाने थालहरू पनि त बोक्नु पर्यो। त्यही भएर हामी चाहिँ यसरी हिँडिरहेका छौँ। यता मेरो भदैनी हेर्नु, यता मेरो भदैनी, यता यता मेरो बुहारी नानी, यता मेरो भाउजू हुनुहुन्छ। हेलो, मेरो दाइले पनि हेर्नुहुन्छ। मेरो दाइलाई केही दुई शब्द भन्नु न, कति मिस गर्नुभयो दाइलाई? दाइ, यो भिडियो हजुरसँग पनि पुग्ने छ। भाउजूले हजुरलाई धेरै मिस गर्नुभएको छ। हामी चाहिँ यसरी हिँडिरहेका छौँ। पिकनिक आएको पिकनिक फोटो खिचिरहनु भएको छ। साथीहरू भन्नु त, कता आउनुभएको हजुरहरू? प्याराताल हेर्नु कति राम्रो ठाउँ छ। यदि हजुरहरू पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। हामी चाहिँ यसरी पिकनिक आएको। यता साइलाले पनि हेर्छन्। साइलालाई कतिको मिस गरे हौ भन त, कति मिस गरे हौ? आई लभ यु भन। उहाँ भाउजूले सम्झिसक्नु भयो। उहाँहरूको त सबको श्रीमान घरै हुनुहुन्छ। हुन्छ अनि जान्न भन्नुहुन्थ्यो। आज हेरौँ न त, बोमेट फुकट मात्र हुन्छ भनेरै लिएर हिँडेको। नातिसँग बसिराखन्, नाति बजै हुनुहुन्छ उहाँ। यो चाहिँ प्याराताल हो। हेर्नुहोस्, यहाँ चाहिँ यसरी दाइहरूले पेन्टिङ कलर गरिरहनु भएको छ। घुम्ने ठाउँ धेरै राम्रो छ यहाँ। हुनुहुन्छ यता मितिनी, उता मितिनी आमा, यता माइजू। हामी सबैजना कहाँ आएको भन्नु त हजुरहरूले? यति राम्रो ठाउँ छ। हामी यसरी चाहिँ कहिले पनि यहाँ आमाहरूलाई कामले छोड्दैन। आज यसो फुर्सद मिलाएर हामीहरू चाहिँ पिकनिक आएको छौँ। कति काम भन्ने कहिले कसो घुम्नु पनि पर्छ, रमाइलो पनि गर्नुपर्छ। लागि दाउरा पनि चाहिन्छ। यता हेर्नु, यता चाहिँ हिरुनी हेर्न काठमाडौँ जानु पर्दैन। हाम्रो यता पनि एकदम दामी हुनुहुन्छ। कति राम्री तर उहाँहरू चाहिँ सबै आमाहरू हुनुहुन्छ। फेरि यसो